माइलेज टेस्टिङ एभ्री बाइक इन नेपाल आजको एपिसोडमा हामीसँग यो 5 वर्ष पुरानो MT-15 रहेको छ। सो वाट डु गाइज थिङ्क यो 5 वर्ष पुरानो MT-15ले कतिको माइलेज दिन्छ होला? तपाईँको गेस चाहिँ कमेन्ट सेक्सनमा हाल्नु होला है। माइलेज चेक गर्न हामीले बाइकमा पेट्रोल फुल हाल्यौँ अनि काठमाडौँभित्र बाहिर राइड गर्नतिर लाग्यौँ। यो बाइकको राइड क्वालिटीको कुरा गर्नुपर्दा सिटीभित्र चलाउन सस्पेन्सन राम्रो छ है, एटलिस्ट मेरो वेटको लागि। यो भिडियोमा देख्न सक्नुहुन्छ सस्पेन्सन मजाले चलिरहेको छ, तर फेरि यो बाइकलाई अलिक मजाले चलाउन ट्राई गर्दाखेरि हाम्रो टेस्टिङमा चाहिँ यो बाइक त्यति प्लान्टेड फिल भएको थिएन। अब नेपालको बाटो यताउता सानोतिनो अफ रोडिङ त भइहाल्छ अनि यो बाइकले त्यस्तो अफ रोड चाहिँ ह्यान्डल चाहिँ गर्न सक्छ, तर आई वुडन्ट रेकमेन्ड यो बाइकलाई अफ रोडमा लिएर जान। सो गाइज आज हामी काठमाडौँभित्र बाहिर डिफ्रेन्ट कन्डिसन्सहरूमा यो बाइकलाई राइड गरेर पेट्रोललाई फेरि टपअप गरेर नम्बर्सहरू लिएर आएको छौँ। माइलेज क्यालकुलेट गरौँ है त। सो हामीले यो बाइकलाई 81 किलोमिटर चलायौँ अनि पछि 1.67 लिटर जति पेट्रोल हालेको थियौँ। 48.5 को माइलेज दियो। यो 5 वर्ष पुरानो एमटीले अझ पनि दामी पर्फर्मेन्स दिइरहेको छ अनि दामी माइलेज दिइरहेको छ। तपाईँहरूको गेस मिल्यो कि मिलेन कमेन्ट सेक्सनमा भन्नु होला।